नमस्ते दर्शकवृन्द, म स्पिक्स बाई आयुष अर्थात् आयुष यादव स्वागत गर्दछु तपाईहरूलाई आजको यस नयाँ भिडियोमा। सी गाइज, आई नो म नयाँ कन्टेन्ट क्रिएटर हो होइन, भर्खरै राइजिङ कन्टेन्ट क्रिएटर भन्न सकिन्छ। तर आजको भिडियो पुरा हेरिदिनुहोस्। आजको भिडियोमा सन्देश छ एउटा, आजको भिडियोमा जनचेतना छ। यदि तपाईँ हेर्दै हुनुहुन्छ सेयर गरिदिनुहोस्, अति आवश्यक छ। यो चुनाव सफल होस्, यो जेन्जी प्रकरण सफल होस् नेपालको, त्यो पोइन्ट अफ भ्यूमा अत्यन्तै जरुरी भिडियो छ यो। कृपया प्लिज सेयर गरिदिनुहोस् अनि जनचेतना फैलाउनुहोस्। सर्वप्रथम त हामी यो 23 गतेको यो 8 सेप्टेम्बर 2025 को नेतृत्वको राजनीतिक सङ्गठनको अहिले भइरहेको क्रियाकलापमाथि सबै मिलेर हाँसौँ है। पहिला सबैजना हाँसौँ, जो त्यसमा संलग्न भएको छन्, जति व्यक्ति त्यसमा संलग्न भएको छन् तिनका माथि जबै जोरले हाँसौँ, जति जोरले हाँस्न सक्छौँ त्यति जोरले हाँसौँ पहिला। हामी हाँसेको तिमीहरूमाथि किनकि तिमीहरू एउटा बडा राम्रो उखान छ के, हाम्रो जीवन प्राइसलेस छ, तर यति नै प्राइसलेस छैन कि हामी मुफ्तमा बेच्छौँ, हामी सित्तैमा बेचिदिन्छौँ आफूलाई। यहाँ एउटा कुपन बडा भाइरल हुँदैछ होइन, 3 लिटरको कुपन, अध्यक्षको साइन छ, अध्यक्षको हस्ताक्षर छ र पार्टी नेकपा एमालेको स्ट्याम्प छ अनि मिति छ 2082 7 महिना 29 गते। हिजो आज 7 महिना 30 गते अनि हिजो 7 महिना 29 गते शनिबारको दिन यो कुपन बडा भाइरल हुँदैछ यार। 3 लिटरमा बिकाउ हो यार मान्छेहरू, यिनीहरूको त केही मूल्य नै रहेनछ। सही सुन्नुभयो, पार्टीको नाम सही सुन्नुभयो, नेकपा एमाले। नेकपा एमाले यस्तो सङ्गठन जो 23 गते जेन्जी आन्दोलन जुन दिन भयो त्यो दिन देशको नेतृत्व गर्दै थियो, जसमा ड्रेसमा रहेका बालबालिकाको टाउकोमा गोली हानियो, मृत्यु गरियो, हत्या गरियो। अनि यहाँ न्युज आउँदैछ सिराहामा एमालेको मोटरसाइकल र्यालीमा मान्छे उतार्न पेट्रोल वितरण। कहिले यिनीहरू नै भन्छन् कि बालबालिका मरेको यो विदेशी एजेन्टहरूद्वारा हो, तर त्यति बेला विदेशी एजेन्टले घुसपेट कसरी गर्न सक्यो? तपाईँको नेतृत्वमा सवाल उठ्छ। यहाँ नेकपा एमालेका नेतृत्व गर्ने व्यक्तिहरू पक्कै नै सवाल उठ्छ, विदेशी एजेन्ट कसरी छिर्यो? यसको मतलब तपाईँ पहिल्यैदेखि योग्य हुनुहुन्थेन है यो नेतृत्व गर्नलाई, यो देशको नेतृत्व गर्नलाई। ठिकै रहेछ, तपाईँले आफ्नो प्रमाण आफै दिँदै हुनुहुन्छ। चिन्ता नलिनुहोस्, यो नेपाल हो, यहाँ लङ टर्म डेभलपमेन्ट हेरिँदैन, किनकि यो लेभलको एजुकेसन कसैलाई पाएको छैन। कोही नर्मल एजुकेसन लिएर बसिरहेछ, तर पनि उनीहरूलाई यस्तो छ कि सित्तैको चिज पाए जोनी वात्तै जान्छ क्या, त्यसमाथि वात्तै कुद्छ। द्याट्स ह्युमन साइकोलोजी। यो यहाँ नेता, यसको मुख्य कारण यहाँ नेता धेरै चलाक भएको होइन, यहाँ जनता अति नै पढे लेखेको मूर्ख भएको हो कि। यहाँ सुरुमा यस्तो भयो, जो पनि नेता आयो त्यसले ठुला कुरा गरे, सुरुमा फर्स्ट टाइम ठुला कुरा गरे, मैले देश सुधार्छु, मैले यो गर्छु, मैले त्यो गर्छु, केही गर्दिनँ, होइन म गर्छु, म यो देश बनाउँछु, तपाईँहरू मेरो साथ दिनुहोस्, मलाई चुनावमा जित दिलाउनुहोस्, म सब कुरा गर्छु, म तपाईँ हिँड्ने बाटोघाटो बनाइदिन्छु। त्यही बाटोघाटो जुन अहिले तपाईँ घरबाट निस्किनुहुन्छ, सेफ्टीको नाममा स्पिड ब्रेकर बनाइएको छ, अनि स्पिड ब्रेकर पनि त्यस्तो रोडमा बनाइएको छ जुन रोडमा हरेक 2 मिटरको अन्तरालमा खाल्डो छ, जहाँ बर्सातको मौसममा या भनौँ सानोतिनो पानी परे पनि बाटामा पानी भरिने गरी त्यसरी आरामले बिस्तारै राम्ररी पानी भरिन्छ त्यो खाल्डोमा। यो हिजो आज जो पनि अब यो एमाले नेकपा एमालेको यो
मोटरसाइकल र्यालीमा जो पनि संलग्न भएको छन् त्यो 3 लिटरको कुपन लिएर 3 लिटर भराएर होइन आज भोलिको काम त चलिहाल्यो। अब के गर्नु छ, मोजै त छ। अब त्यो पनि एउटा भ्रष्टाचार हो, जुन कि त्यो यो यस्तो भ्रष्टाचार हो जसमा तपाईँले आफूलाई सित्तैमा बेच्नुभयो कि। दिस इज अ सेल्फ सेल एक्ट। या द सेल्फ सेल एक्ट। आफ्नै बेचबिखन, स्वयं मानव स्वयं बेचबिखन। अब यसमा तपाईँहरूको पनि दोष छैन। हेर्नु, अब तपाईँहरूले सुरुमा त उनीहरूको ठुलो ठुलो कुरा सुनेर म यो गर्छु त्यो गर्छु, देशलाई भ्रष्टाचार मुक्त गराउँछु, म स्विजरल्यान्ड बनाउँछु नेपाललाई, होइन, त्यो सबै वचनहरू सुनेर तपाईँले उहाँहरूलाई भोट त जिताइदिनु भयो। उहाँले भ्रष्टाचारिता नि धेरै गर्नुभयो। अब यो भ्रष्टाचारिता गरिसक्यो, भ्रष्टाचारिता गर्यो, जम्मै पैसा गायब भइसक्यो, उहाँहरूको खल्तीमा गइसक्यो, देशमा केही छैन। देशमा महँगाई बढ्यो र आज उनीहरू भ्रष्टाचार गरेर नेतृत्वबाट हटिसके र फेरि नेतृत्वमा आउन खोज्दैछन्। अनि त्यसपछि अब त्यो नेतृत्वमा आउन खोज्नलाई अब यस्तो नाटकहरू त गर्नै पर्यो। अनि यो 3 लिटरको कुपन त दिनै पर्यो, मान्छे गोठाउनै पर्यो, देखाउनै पर्यो हामी कति शक्तिशाली छौँ भनेर। अनि यो पेट्रोलहरूको भाव बढिसक्यो। अब यो 3 लिटर पाइरा चाहिँ यस्तो महँगाईमा यो मुफ्त पाइराको कुरा किन नलिने? आफ्नो खुट्टामा आफै बन्चरो हाने जस्तो हो कि यो। तपाईँहरूलाई मजाक लागिरह होला, तपाईँहरूलाई जोक लागिरह होला यो कुरा, तर यो कुरा सत्यता हो। यु हेभ हिट स्पेड अन योर ओन लेग, द्याट्स द फ्याक्ट। न तपाईँहरूले यो भ्रष्टाचार नेताहरूलाई चुनावमा जिताउनुहुन्थ्यो, न यो यिनीहरूले भ्रष्टाचार गर्थे, न यो देशको आर्थिक स्थिति कमजोर हुन्थ्यो, न तपाईँहरूलाई महँगाई बेर्नु पर्थ्यो, न आज तपाईँ 3 लिटर बोकेर हिँड्नुहुन्थ्यो, 3 लिटरको कुपन बोकेर हिँड्नुहुन्थ्यो, आफूलाई बेचेको सबुत लिएर हिँड्नुहुन्थ्यो। यो तपाईँहरूकै कर्मको फल हो। तपाईँहरूको तस्विर त्यहाँ आएको छ, मान्छे त चिनिसक्यो। तर अब तपाईँले लास पनि बेच्नुभयो भने त्यसमा पनि कुनै दोही राय छैन। सित्तैको कुरा पाए हामी किन नलिने? देश भले हत्याराको हातमा जाओस्। केपिबा वी लभ यु। हु द हेक इज केपिबा? द मर्डरर इन हुज पिरियड, जसको कार्यकालमा कलेजको ड्रेस लगाएको, स्कुलको ड्रेस लगाएको विद्यार्थी मारिए, टाउकोमा गोली हानेर, ताकी गोली हानेर। यो मजाक हुँदैछ। यो नेकपा एमालेको खुल्ली गुन्डागर्दी हो। मरोमा केही शब्दै छैन, म बढी एक्सप्लेनै गर्न सक्दिनँ। यो आफै बुझ्नुपर्ने कुरा हो। आफ्नो जाल जेलमा आफै परिएको छ। तर अब यो देश सुधार्न, यो हालत सुधार्न यो मौका पाएको छ। तर पनि फेरि त्यही फ्रीको पेट्रोल र फ्रीको मासु भातको पछाडि लागिँदैछ। त्यो मासु भात जो आज राति खायो भोलि बिहान बाथरुममा निस्किन्छ। टेम्पररी डेभलपमेन्ट। त्यो 3 लिटरको कुपन जो आज पेट्रोल ट्याङ्कीमा हाल्यो, सित्तैको पेट्रोल, त्यो 2 दिनमा सकिन्छ। त्यसपछि के? द्याट इज अल्सो अ टेम्पोररी बेनिफिट। लुक फर द फरवर्ड बेनिफिट। तपाईँ लामो अन्तराललाई हेर्नुहोस् न। लामो अन्तरालको तपाईँको त्यो नै छैन। ठुलो सोच भए पो अलि राम्रो व्यक्ति पनि तपाईँ ल्याउनुहुन्छ नेतृत्वमा, जो तपाईँको हकितको सोचोस्। यो अहिले जुन 3 लिटरको कुपन बाटिँदैछ नि तपाईँलाई, द्याट इज यो टेम्पोररी बेनिफिट। छोटो क्षणिक खुसी हो त्यो। उनीहरू पछि फेरि यो सब गरेर फेरि जित्यो भने, यदि चुनावमा अनि नेतृत्वमा आयो भने तपाईँहरूलाई बिर्सिन्छ। फेरि तिनीहरू त्यही कार्यतिर लाग्छन्, आफ्नो गोजी भर्न। अनि फेरि भ्रष्टाचारिता बढ्छ, अनि फेरि देशमा महँगाई बढ्छ। यही चाहनुहुन्छ भने लागिरहनुहोस्। मूर्ख एमाले कार्यकर्ता जो हिजो अस्ति भनौँ या फेरि आज जसले यो 3 लिटरको कुपन र मासु भातको कुपन लिएर हिँडे, हेर्नुहोस्। धन्यवाद साथी। बुझ्नेले बुझ्छ, नबुझ्नेले नबुझ्ने मूर्ख। अरू के हो? धन्यवाद।